साथीहरु उहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ फर्स्ट टाइम भिडियोमा लिएर आएको उहाँलाई कति जनाले चिन्नु पनि हुन्छ होला उहाँ चाहिँ मेरो ह्यान्डसम हस्बेन्ड हुनुहुन्छ पुरा कामकारी हुनुहुन्छ नि हो यहाँ ग्रिल टल्काउनु हुँदैछ के भन्न चाहनुहुन्छ यही भन्छ कि सबैले हाम्रो च्यानललाई सपोर्ट गरिदिनु होला लाइक सब्स्क्राइब शेयर गरिदिनु होला खोइ बहिनी हेलो भन हेलो गाइस भन्देऊ नमस्ते गर्नु नमस्ते भन्देऊ न ए सबै कुरा भन्छ बोल्छ सुसु आयो चाहिँ भन्दैन यो केटीले चाहिँ यो के हो इचकोले गरेको यता हेर अब म लड्नु दिन्छु म सफा गर्दिन नि यहाँ नमस्ते साथीहरु भन्नु खोइ दिनुहोस् त्यो यता दिनु मामालाई गिभ मी ओए अनि त्यो नुंगिसै मरे जगती जुमिसा ते ढुक्ता मिदिसिगे तमरे नुंगिसै ममो छ त यहाँ चाहिँ बाउ छोरीको माया छोरी कहिले आमाको हुँदैन साथी हो जति नै माया गरेर हुर्काए नि बाउलाई नै माया गर्छ यहाँ चाहिँ किमा रेडी हुँदैछ अझै यसमा चाहिँ चिज र धनिया एड गर्नु छ कि नभएर लिनु जानु भएको छ यहाँ टमाटर उसिन्दैछु अचारको लागि मैले चाहिँ यहाँ अचारको लागि तेल हाल्दैछु म चाहिँ यसले भुट्नु चाहिँ एकदम सजिलो लाग्छ यस्तोहरू अन्डा फुट्नु मैले डल्ले खोर्सानी कम्ती भएर चाहिँ यहाँनिर नि धुलो खोर्सानी अनि ग्रिन चिल्ली पनि एड गरिदिएको छु टमाटर पाक्दैछ चलाउ न यहाँ हुँदैन होइन किन वाक्कै लगाएको तिमीले किन वाक्कै लगाएको भनेको अब अलिकति दिन्छु कि नछुनु ल भयो बस अब त्यहाँ बस उनी बस राम्रोसँग बस सुप बनाएन त क्यारेटको सुप बनाउनु नि क्यारेट त्यो हड्डीहरुको यत्रो एउटा मात्रै छ के चाहिँ एउटा मात्रै छ हड्डी भेजको नर्मल सुप बनाउनु त्यो मटर पनि छ कलर गरिहाल्नु के कसो गर्छ यो केटी पनि
भइगएर बहिनी मेरो चाहिँ यस्तो हुन्छ है बनाइ आउँदैन त्यस्तो खाने लाइफमा चाहिँ बनाउँछु साथीहरू मेरो चाहिँ माया लाग्दो यसरी हुन्छ है मोमो बनाइ चाहिँ भने चाहिँ आया हुन्छ म जान्दिनँ है कति धेरै काम गराएको हो तिमीले मेरो बिहानदेखि घर सफा गरेकोलाई यहाँ ढाड भात चिनै लागिसक्यो कुन चाहिँ पाउडर लगायो तिमीले बुझ्छौ लिएर दामी देख्दो रहेछ यता हेर त बुझ्छौ यता हेर त छिटो 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 गरेर है भाइ आऊ बस भाइ तिमीले त्यसो भन्यो सोमाले भुइँमा बस्छु भन्थ्यो अर्का घरमा बसेर के डाइनिङ टेबल होइन भाइ सोफा कहाँ राख्नु डाइनिङ टेबल कहाँ राख्नु के कसो भाइ कस्तो भएछ दामी दामी बनायो दामी मजा गर्नु ल भाइ दामी है टेस्टी भयो है मम्मा खाना नखाने हेलो साथीहरू आज चाहिँ म मोमो खाँदैछु अरू चाहिँ यता खाँदैछ यहाँ चाहिँ म एक्लै खाँदैछु दामी भएछ भेज को सुप म यत्रो सुप खाँदिनँ तँ खाँदैन सुप किन लैजा म खान्न यत्रो दब खान्न अन्त लास्टमा भाइ कस्तो लाग्यो आज सन्डे भएर चाहिँ लन्चमा हामीले मोमो खाएको आज सन्डे होइन भोलि सन्डे मैले रात मोमो चाहिँ जाने भोलि मन्डे घुम्न जानुपर्छ फर्स्टको निकाल त भाइ मोमो चाहियो भनेको मोमो हालिदिन्छु दामी भयो अचार पनि मोमो पनि यो खान्न यो मटरले ग्यास हुन्छ नि पापासँग साट न
चेन्ज होला तातो पापा हो नि खाऊ न तातो चाहिँ पापाले खाओस् न तिमी सेलिएको खाऊ बुझ्यौ तातो खानु मजा आउँछ नि त पापालाई देऊ त प्लेटै एक्सचेन्ज गर्नु नि यति खान्छु भिडियो मन परे लाइक सब्सक्राइब कमेन्ट गरिदिनुहोस् ल साथी हो हामीले चाहिँ मोमो पार्टी पनि गरिसक्यौँ होइन धेरै टेस्टी मोमो बनाएको थियो है आउँदो दिनहरूमा यस्तै ब्लग लिएर फेरि तपाईँहरू समक्ष आउने नै छु होइन हाम्रो जो यो फ्यामिली ब्लग छ यसलाई तपाईँहरूले लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला थ्याङ्क यू